मासु पूर्णिमा यहाँ हामी यहाँ भुसाल परिवार सबैजना आएको छौँ पिकनिक खानलाई। हेलो साथीहरू, स्वागत छ सबैलाई मेरो युट्युब च्यानलमा। म मेनका भुसाल फेरि पनि आइसकेको छु नयाँ भिडियो ल्याएर। अनि आज चाहिँ हामी फ्यामिली सबै मिलेर पिकनिक जाँदैछौँ गणेशपुर पार्कमा। अनि के हुन्छ म सबै भिडियोमा देखाउनै छु, लास्टसम्म हेरिदिनु होला। खसी रेडी हुँदैछ। दादा हाई भन्नु न। हाई गाइस, आलु फोक्ने कार्यक्रम हुँदैछ हाम्रो यहाँ। हाम्रो माइली फुपू हुनुहुन्छ। अब यहाँ आलु फुक्ने कार्यक्रम भइरहेछ। हामी यहाँ भुसाल परिवार सबैजना आएको छौँ पिकनिक खानलाई। मेनका पनि साह्रै राम्रो देखिन्छ, खुसी भइन्छ। हाम्रो आन्टी हुनुहुन्छ यहाँ, काँक्रा काट्दै हुनुहुन्छ। यहाँ पापड फुराउने कार्यक्रम हुँदैछ। दिदी लिएर भाउजूले दिदी हातले काम नगर है। तिमीलाई अहिले सम्झनाको उसले पिर्छ अहिले। मम्मीलाई पाउँछ त्यहाँ जले जन्ने खुट्टा पोल्ने काम हुँदैछ। अलि राम्रोसँग गर है भाइ। कान्छी फुपूले अचार बनाउँदै हुनुहुन्छ। खाना आउनुलाई भन्नु। माइली फुपूले अचार चाख्न लाग्नु भएको छ। मासु पूर्णिमा यहाँ पर्फेक्ट मान्छेहरू छन्। सुरतले पनि हो मासु बोल्ने जाने छस्? तैँले जाने खास? हेलो गाइज, हामी चाहिँ यहाँ अहिले मासु पोल्ने कार्यक्रममा छौँ। आशा छ तपाईँहरूले यो युट्युब च्यानललाई लाइक सब्सक्राइब सेयर गरेर माया दिनुहुन्छ भन्ने हस्त धन्यवाद। जानु भएन क्या तपाईँ? आज हामी पिकनिक भाइ बहिनीसँग आएर मासु पोल्दैछौँ। रमाइलो भएको छ पार्कमा। यस्तै सधैँ अर्को वर्ष सधैँ वर्ष हुन्थ्यो, आजभोलि भाइ बहिनीसित हुँदा झन् रमाइलो भएको छ। त्यही भन्न लाइक सब्सक्राइब गरिदिनु हुन्न? लाइक
भोक लागिसक्यो भाउजू सुमन दादालाई सम्झेर हो क्या स्याड स्याड हुनुहुन्छ त हाम्रो पिकनिक खान आएको साथीहरू यता पनि एउटा यता एउटा मासु पाक्दैछ आजको कुक पिकनिक हेर्न जाँदैछौँ। हेलो गाइस रमाइलो भएको छ।
हाम्रो पिकनिक सकिसक्यो अब हामी घर जाँदैछौँ बाई 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 सी यू नेक्स्ट ब्लग वेलकम गाइज